कट्टुस भेट्यो है त साथीहरू यहाँ त्यसको रुख चाहिँ यहाँ रहेछ कट्टुस माथि हाइटबाट जस्तो देखिएको छ है यता आउँदा एरिया चाहिँ यस्तो तरिकाले अमिलो अमिलो बासी बासी तर पुलेर खायो भने मजा आउँछ यो मिठो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल दर्शन नमस्ते टस्तेले इट्समीमा शेर्पा के छ हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै नै छु धेरै समयपछि भिडियो लिएर आएको छु हजुरहरूले पक्कै पनि अन्त्यसम्म हेरेर चाहिँ साथ सपोर्ट दिनुहुनेछ भनेर चाहिँ आशा राखेको छु समय चाहिँ मिलिरहेको थिएन लामो भिडियो बनाउनको लागि चाहिँ आज चाहिँ त्यो समय मिलिरहेको छ त्यही भएर एउटा भिडियो चाहिँ ल्याएको छु हजुरहरू सामु चाहिँ आशा छ अन्त्यसम्म हेरेर साथ सपोर्ट गर्नुहुनेछ सो त्यही हो साथीहरू नयाँ हुनुहुन्छ भने चाहिँ नजिकै सब्सक्राइब बटन हुन्छ त्यो बटनलाई पनि थिचिदिनु होला र गरिसक्नु भएको महानुभावहरू हुनुहुन्छ भने त ठिकै छ अन्त्यसम्म हेरेर साथ सपोर्ट दिनुहुनेछ आज चाहिँ तल बजारतिर जानेछु म चाहिँ साथी चाहिँ अघि नै गइसक्नु भएको छ त्यही भएर चाहिँ अब तलतिर पुगेर नै भेटाउँ है त साथीहरू हेर्न सक्नुहुनेछ मेरो चाहिँ त्यहाँ रेडी भइसक्यो त यी साइकल यहाँ चाहिँ मैले साथीहरू दाइहरूको लागि चाहिँ मैले यहाँ हलुवा बेत चाहिँ टिपेर बोकेको अब तल गएर यो चाहिँ दाइहरूसँगै बसेर हामी चाहिँ खान्छौँ दाइहरू चाहिँ अपटमा बस्नुहुन्छ त्यही भएर तल चाहिँ यो खाम चाहिँ कोरियन भाषामा चाहिँ खाम भन्छ नेपालीमा चाहिँ हाम्रो हल्ला बेत क्यारे होइन तल चाहिँ छैन त्यसैले चाहिँ टिपेर बोकेको है त साथीहरू ल अब चाहिँ लेट्स सी गो अब चाहिँ भेटौँ हेर्दै गर्नु होला है त साथीहरू साथीहरू फाइनली म चाहिँ दाइको रुममा चाहिँ पुगिसकेँ दाइ बस्ने अपार्टमा चाहिँ पुगिसकेँ अब जाँदैछु माथि दाइको रुममा चाहिँ जाँदैछु है त माथि अब यहाँबाट जानुपर्ने हुन्छ लिफ्ट चढेर हो 12 तलमा चाहिँ रहेछ लिफ्ट अब यहाँबाट सिडीमै चढ्नु पऱ्यो क्या टक्क तरिकाले कति लिफ्ट मात्रै चढ्दैन यसो कहिले कहीँ त सिडी पनि चढ्दिउँ त एक्सर्साइज पनि हुन्छ हुन त हामी जस्तो काम गर्ने मान्छेले एक्सर्साइजको चाहिँ जरुरत चाहिँ पर्दैन किनभने दिनकै काम गरिरहेको हुन्छ तै पनि कहिले काहीँ चढ्दिउँ त भनेर है त साथीहरू यहाँबाट जानुपर्ने हुन्छ आज चाहिँ एउटा भ्लग बनाइदिउँ भने यार साथी हजुर एकैछिन खाउँ होइन खाउन त अब एकैछिन दामी तरिकाले त्यस्तो सबै त पाएको छ नि एक दुईवटा चाहिँ छिटै पाकिने रहेछ आज त यहाँ खतरा भ्लग बनाऊ भनेको यार हो त्यो पनि अलि यो
निकाल्यो भने पनि पज पनि हुन्छ नि गीतहरू के हुँदैन जस्तै यो हामीले भुइँमा राख्यो होइन गीत आफै बन्द हुन्छ नि पहिला मैले किन्दा चाहिँ थिएछ त्यो वाउ दामी भइरहेछ र यार ल जाउँ ओए के फुटबल खेल्न जाने हो जाउँ ल दाइ अब चाहिँ बाहिरतिर घुम्नु टक्क बाहिरतिर जानुपर्छ अब चाहिँ हजुर ए फेरि अर्को किन्नु हो तपाईँले मैले त नेपाल हुँदाखेरि चाहिँ खासमा महँगो है एकचोटि यस्तो त्यो उता बस पार्कमा हो त्यो बिगाको फेरि पछि भोलक चाहिँदैन यस्तो क्या बस पार्कको त्यो उता हुन्छ नि त्यो बस पार्कको बाहिरतिर सेलमा राखेको कि कहाँ चाहिँ त्यहाँबाट किनेको नेपालमा कि यहाँ नेपालमा ए नेपालमा त कहाँ उता तल भिरपेटे मण्डपमा कति 600-700 नि हाल्यो त जाउँ जाउँ एकजना दुईजना तीनजना चारजना पाँचजना भइहाल्यो के भन्न चाहनुहुन्छ आम श्रोताहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ भन्नु खतरा मोबाइल छ हामी प्रत्यक्ष प्रसारणमा छौँ यहाँ आफ्नो यता चाहिँ इलेक्ट्रिक साइकल है यो चाहिँ ए यो त स्कुटर नै रहेछ इलेक्ट्रिक साइकल भनेको त स्कुटर रहेछ यार के चाहिँ दाइ त्यो छ यार मेरो छ मेरो पनि छ मैले त यो 4 साल लुकाएर राखेको यार होइन हामी सुरुमा आउने का देखेँ एउटा अनि त्यही मलाई त अर्को होइन आज मलाई चाहिँ लास्टै फाइदा भयो यो जिन्दगीमा पहिलोचोटि हो मैले ए आज गिफ्ट पायो भने पछि दाइको हातबाट होइन सनमोल सनमोल ब्रेन्दरलाई मसँग त अब सबै भइसक्यो एउटा किन्नु यो के चाहिँ ए त्यो मैले किनेको दाइ मैले दामी देखेको छ यार ल भिडियो चाहिँ दामी देखेको छ है स्विमिङ हान्ने होइन दाइ ब्रेन्द्र स्विमिङ हान्ने होइन स्विमिङ त्यस्तो लिएर जानुपर्छ खोलातिर होइन त्यो समुद्रमा जानुपर्छ खोलामा चाहिँ जानुपर्छ क्या खासमा त आगुन साल अस्ति हाम्रो मामाहरूलाई गाउँको दाइहरूलाई होइन यो होटलभित्र लगायो अन्त हाम्रो कोही त भनेर पुरै लगाएर लाउन नाच्न लगाएर फेरि हान्नु त्यो नाइट ड्रेसलाई हान्नुको लगाएर हाम्रो पनि एउटाले लगाएको थियो यार अहिले चाहिँ सब पात झर्न थालिसकेको छ यार जाडो बेला लाउने चाहिँ ठिक रहेछ के त्यही हो त्यो ए जुत्ता तपाईँले 2 इन्चकै मोजा लाउनु भएको ट्राफिक लाइटमा चाहिँ गाडीहरू एकदम ट्राफिक लाइटलाई चाहिँ पालन गरेर रोकिरहेको छ यहाँ हाम्रो नेपालतिर भएको भए अघि नै
ट्राफिकलाई यहाँ कम शास्ति हुन्छ त नेपालमा भएको भए सुई पारेर कहिले यताकोलाई पठाउने कहिले उताकोलाई पठाउने। यहाँ त ट्राफिक बिना नै एकदम जनताहरू बुझेर क्या। हजुर कहाँ चाहिँ दाइ खाजा 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 ओए के साह्रो हल्ला हो यार, यो ट्रकको चाहिँ के साह्रो हल्ला हो। धान पाकेर खतरा भइसक्यो रहेछ यता। फुलहरू हेर यार दामी तरिकाको छ फुल चाहिँ। धान सुक्यो रापुले पकाउँछ कापुले जानु कि नजानु। ल यस्तो तरिकाले जाँदैछ है हामी चाहिँ। देखेन यार देखेन होइन गाह्रो छ यार। अहिले चाहिँ हामी यता ग्राउन्डको छेउतिर छौँ त। ग्राउन्डको छेउतिर छौ है साथीहरूलाई। यता म्याच पनि हुन्छ समय समयमा। यस्तो बनाएको छ यार राम्रो हेर्नु नि। हाम्रो नेपालतिर यतिको पनि हुन्न। यहाँ चाहिँ साधारण एउटा गाउँमै भनौँ न, गाउँमा चाहिँ यस्तो व्यवस्थित तरिकाले एउटा टुर्नामेन्ट गर्नको लागि चाहिँ यस्तो ग्राउन्डहरू चाहिँ यहाँको सरकारले बनाइदिएको हुने रहेछ। ठिकै छ होइन। यता चाहिँ टोइलेट सार्वजनिक। हाम्रो नेपालतिर भने त अघि नै उपर चाहिँ गनारा खत्तम हुन्थ्यो यार। नेपालको जस्तो सल्लाह चाहिँ देखियो यहाँ। फार्मको रुख त उयो त हो नि दाइ, कटुसको रुख। यही त कटुसको रुख। कटुस भनिन्छ कि हाम्रो गाउँतिर चाहिँ, नेपालतिर चाहिँ यता चाहिँ फार्म भन्ने रहेछ होइन। यो ओछ्याएपछि मजा भयो नि। यहाँ उक्किने पनि डर भएन। वर्ष टिक्ने भयो नि त। यसमा पिच गरेको भए चाहिँ हल्का बरु त्यो उक्किने त्यस्तो हुन्थ्यो। यो त न कुहिने भएन केही भएन। दामी भयो नि यो दामी। ल पार्कतिर पुगे है त हामी। साइकल चाहिँ भइदा राख्नुपर्छ ल। पार्कतिर पुगे है साथीहरू। ल जस्तै दाइ अहिले सहकारीहरू केही पनि ठुलो कम्पनीहरू गर्न लाग्यो दाइ। एक्लैले त कहिले पनि गर्दैन दाइ। एक्लैले त पुरै भार उठाउन सक्छ त्यत्रो। साइकल पार्किङ त होइन मतलब हामीहरूको चाहिँ 9 जना रहेछ नि साइकल पार्किङ। फिक्स चाहिँ भएको छैन। के गर्ने भयो वीरेन्द्र? के गर्ने भयो? केही नै मतलब यस्तो गर्दै रहेछन् भनेको कि। ए ल जाउँ त उकालोतिर है पार्कतिर। तर त्यो स्टाइल चाहिँ एकदम राम्रो हो दाइ। मलाई सही लाग्यो। जस्तै एकजनाले मात्रै 2 करोड रुपियाँ लगानी गर्नु र 10 जनाले लगानी गर्यो भने 20 लाख यदि बाइ चान्स डुब्यो भने पनि होइन सबै डुब्ने भयो नि होइन। भार पर्ने त्यो चाहिँ 2 करोड रुपियाँ खर्च भइदियो त त्यो त फेरि जुलुमै जान्छ नि। जुलुमै होइन त्यो त मतलब होप्लेस भएर मर्छ दिवाली। बरु नाफा हल्का हल्का सबै बाँडेर खाउँ होइन। घाँटा चाहिँ सबै बाँडेर खानु पर्छ है। अब
फिक्स अब त्यसमा नापै हुन्छ भने त एकलौटी गर्दैन भयो फेरि साथीहरू हामी चाहिँ अब यता हामी चाहिँ अब यता माथि पार्कतिर लाग्ने भयो जोस् न चाहियो भने कल गरिहाल्छ नि चाहियो भने कल गरिहाल्छौ सबैले सबैले होइन चाहियो भने गरिहाल्छ एक गर्छ अनि मानन उठाउनु भन्दै थियो अनि मैले चाहिँ मानन उठाउनु भन्दा सिममान उठाउँ 10 जना मात्रै जस्तो अरू ठाउँतिर आउनु हाम्रै गाउँको गरौँ भनेर हुन्छ त्यसै गर्ने भन्ने त्यतिसम्म कुरा भएको छ के गर्नलाई वीरेन्द्र मानन चाहिँ लगानी भन्दा नि एउटा कोर्स बनाएर राख्ने कोर्स बनाउनु भन्दै थियो मानन त अनि के माननले त कहिले पुरानो त्यो जस्तै त्यो आफूलाई मतलब केही गर्नलाई होइन कि त्यो त कहिले ए उतिकै मेरो गाउँतिर कोही धात अप्ठ्यारो पर्छ नि त ए जस त्यो डिपोजिट भइराख्नु पर्यो जस्तै मानन माननलाई 10 जना लगेपछि सिप मानन भयो नि त अनि जस्तै अलग अलग दिनुभन्दा एउटा संस्थाले हामीहरूले गाउँका केटाहरूले यसरी दिएको छ भन्ने हुन्छ हाम्रो त्यसै गर्ने हुँदैन त्यो गर्दा नि ठिक हुन्छ अनि पछाडि जस्तै आफ्नै गाउँ अब आफ्नै हामीहरूको हाम्रो मामाहरू उयो भनेर हुन्छ हामीले भित्र पनि मिल्दैन मिल्दैन त्यही पनि त्यहाँबाट सुरु गर्दा पनि ठिकै हुन्छ होइन त दामी छ हेर दाइ सिन चाहिँ यस्तो दामी छ है लाइटहरू सोलर लाइट आफै भन्ने हो यो चाहिँ भरे बेलुका उताबाट घुमेर आउने हेर आज चाहिँ यता उताबाट गएर टुरिस्ट बसहरू चाहिँ यता एकदम पार्किङको लागि टुरिस्ट चाहिँ होइन यो चाहिँ यो चाहिँ सुपरहरू के हाम्रो नेपालतिर सुपर भन्छ नि एक्सप्रेसहरू पार्किङ नपाएर यहाँ आएर चाहिँ पार्किङ गरेको रहेछ हाम्रो नेपालतिर यस्तो देखियो भने फेरि टुरिस्ट गाडी भन्छ अरूले चाहिँ नचढ्ने जस्तो टुरिस्टले मात्रै चढ्ने जस्तो टुरिस्ट गाडी पनि हाल्छ तर त्यो होइन यहाँ त बस चलाउने मान्छे ल वीरेन्द्र फेरि मसिहाल्यो नि यार गलत त के हुनु र यार हैन किन छिटो छिटै सँगै बसाउने त सँगै बस्न त्यही त के हुन त छोटा छोटा बस्यो भने भेट्न चाहिँ भेटेको थियो ल भाइ यता आउनु भाइ खामको रुख उयो त नि ऊ फार्मको हो त्यहाँ हेर्नु छ होला नि यहाँ खोजौँ बरु फार्म कट्टो सुमाथिको त होइन यो हो दाइ अघि तलतिर मैले देखेको थिएँ है त्यही त म पनि अघि सोचिरहेको क्या दाइले फेरि टप्परै बुन्नुहुन्छ भन्छ यहाँ त पात त सानो सानो छ कतिखेर चाहिँ बुनेर सक्ने होला भन्छु अलि यता सानो हुने क्या हो सानो अनि सानो पोथ्रा हुन्छ नि त्यो कटुसको पोथ्रा हुन्छ त्यसमा चाहिँ राम्रो पात हुन्छ हाम्रो सुर्खेतमा त शहीद पार प्राइभेट भन्ने कुरा मलाई थाहा थिएन होइन प्राइभेट रहेछ ती मामा एकचोटि गएर तपाईँ राख्नु त्यो शहीद पार्क चाहिँ प्राइभेट रहेछ पार्क चाहिँ बनाएर जे होला नि त जस्तै त्यो नगरपालिकाले नै तिनीहरूलाई चलाउनको लागि दिएको के त्यो जस्तै त्यो पनि प्राइभेट नै बनाएको आफै उनीहरूले हाम्रोतिर नि दोल त्यो सैलुङ थाहा छ सैलुङ त्यहाँ पनि प्राइभेट अरे क्या त्यहाँ त रेखदेख गर्ने मान्छेलाई होइन स्यालेरी 40,000 रहेछ दुईजनालाई त्यहाँ प्लास्टिकहरू फाल्यो भने टिपेर जलाउने त्यहाँ डडाउले लगायो भने रेखदेख गर्ने जस्तै के गऱ्यो भने हुँदैछ त्यो अनि तिनीहरू चाहिँ ग्रेट मिनी ग्रेट हल बनाएको छ त्यहाँ मिनी ग्रेट हल जेस तिनीहरू तल माथि गरेर बस्नु पर्यो दुईजना रहेछ एकजना माथिदेखि तल आउने फेरि तलदेखि त्यो माथि जाने ओहोरदोहोर गरेर बस्ने मान्छेलाई कहाँ बिगाएर हुन्छ के थाहा ल एकछिनको बसाइपछि अब फेरि चल्दिउँ है चल्दिउँ यार ओए बाँस
त्यो पनि पराइदै किन भने होइन अनि उनीहरू लगाएर खरिदिँदा यस्तो लाज लाग्छ नि अरू कस्तो मिठो बस्न गनेर यो त उयो त्यो अमलाको बोट जस्तै छ त यार जस पात यस्तै यस्तै हुन्छ सानो यसको के उपयोगी के हो यसको यो बोटको उपयोगी भनेको यसको जस्तै खामको बोट यो चाहिँ हो कि ए फाम खालि खाम भन्छ यार यहाँ हेर न भेट्यो भने त यार काँचै खानुहुन्थ्यो यार म त खोज्नु जानु पऱ्यो यता यता भित्र जाउँ न यार रहेछ त उता यहाँ रहेछ एउटा चाहिँ तर यहाँ त खासै गतिलो लाग्यो नि यार वीरेन्द्र आफै टुटेर झरेको यहाँ त राम्रो छ त यो फेरि किरा नलागेको होला यो यता किरा कचरक ओए मैले यही खाएको थिएँ यार किन खाम यही हो सानो भएर हो वीरेन्द्र आफै कागेर झरेको भाइ आफै फुटेको होला होइन कटुसै रहेछ यस्तोबाट आफै काट्छ फुटेर होइन काँचो खाएपछि त अनि त्यस्तो भइहाल्छ काँचो मिठो हुन्छ अस्ति हामीले काँचै खाएको हो कटुस त कटुसै रहेछ होइन अलिक अस्ति जस्तो स्वाद आएन एकदम क्रम गरेर यो त हाम्रोतिर त्यो अर्कै घाँस खाने कटुसको गेडा जत्रो छ टक 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 उकालो सिडी चढ्दैछ है यता साथीहरूलाई एकचोटि यता हेरिदिनु पर्यो सबैजनाले तर माथिबाट चाहिँ यस्तो यार तर होस् यो पार्कमा साइकल के कुदाउन है तर एडभेन्चरहरू त्यो गर्ने हो यस्तोमा यार भन न यार भनेर चाहिँ माथि हाइटबाट चाहिँ यस्तो देखिएको छ है यता आउँदा एरिया चाहिँ यस्तो तरिकाले दामी तरिकाले के गल्यो खाएर हेर त कस्तो हुँदो रहेछ टेस्ट हो कटुस त कटुसै हो भाँच्दैन त्यो बाहिरको त फाल्ने हो नि त नि हो त्यो मात्र खाने भित्रको स्वाद कस्तो आयो त्यही भएर मैले फालेको यार तर कटुस त कटुस कि गुलियो हुन्थ्यो यार कलिलो पनि झरेको हो क्या खासमा यहाँ माथिबाट यस्तो देखेको छ कि यस्तो हाइटमा छ यार अहिले हामी यो कलिलोमा झरेको रहेछ नि त खासमा ऊ त्यहाँनिर छ यार कटुस त कटुस भेट्यो है त साथीहरू यहाँ त्यसको रुख चाहिँ यहाँ रहेछ कटुस कोरियामा चाहिँ फार्म भनिन्छ यसलाई ल है यो चाहिँ कहाँ चाहिँ खानुहुन्छ त रहेछ नि उताभित्र त तर गइएन यार भित्र त कटुस भनिन्छ यसलाई चाहिँ तर छैन यार यस्तोबाट हुनुपर्ने यार रहेछ त्यो त
चाहिँ गर्नुपर्ने चाहिँ मोबाइलको चाहिँ तरिका बुझेँ लक्ष्यले चाहिँ कुद्नुपर्ने थियो कहाँ हो पर्छ होला तर त यो सबै यो खानु होइन यो ढिला भयो चल्दो रहेछ नि बेन्द्र नि एउटा होइन अलि बेलैमा आएको भए राम्रो थियो यहाँ यो छ नि यो टिपेर लैसकेको हुन्छ हजुर वेस्टमा रहेछ त नि त्यसमा किरा छैन किरा किरा रहेछ यसमा यो पनि किरा खान्छ उपरतिर पनि छ हेर रुख त मैले अस्ति देखिदियो यहाँ पनि रहेछ यो आइडिया पहिला भन यो अलि बेलैमा आउँछ जीवन भाइले अस्ति खायो कि नै त के त्यही खाम देख्नु पर्यो यहाँ यति चाहिँ टिपे साथीहरू ल यति चाहिँ टिपे उनीहरू पनि सही रहेछ पनि सही छ यो टिपिया रहेछन् यो भर्खर हल्लियो छ नि बोक्रा ए जुत्ताबाट भित्र घोचिलो नि भाइ तिम्रो बिस्तारै गरेर उनीहरू तर मेरो त एक घाउ भयो त्यतिकै चाहिँ अलिक गाह्रै रहेछ क्या टिप्नलाई चाहिँ होइन यो अलिक पहिला आएको आउनु है त्यही पनि तर अहिले कहाँ यो त दाइ लास्ट महँगो पर्छ अरे नि त भरियो त यार हात यति जम्मा गर्नु भएछ आपको दिइहाल्यो यार खुट्टामा यो है यो अनि हाल्ने चिज पनि पाएन नि अच्छा निक्ल्यौँ आइडिया हो अर्को त यो एक हप्ता अझ 1-2 हप्तै पहिला यहाँ आउनु अर्को वर्ष चाहिँ ठ्याक्कै अक्टोबरको पहिलो हप्तातिर आउनुपर्ने रहेछ कि यो त एकदम फ्रेस हो एउटा पनि किन नलागेको यो त त्यो भाइरको जडा चाहिँ नखाऊ मतलब खाए त केही हुँदैन कि मतलब खाए केही हुन्न जस्तै त्यो अलि फुस्काएर खाऊ भनेको कि खाएर केही हुन्न कुवामा त पोलेर खाएको पुरा सान्सोले होइन सान्सोले पुरै जलाएर पोलेर तर अस्ति मैले यो हाम्रोमा त धेरै थियो नि त भाइ अनि मैले तपाईँहरूलाई बोलाएर त्यहाँ सान्सोले यस्तै जो पोलाएर खाने विचार हो त्यो चाहिँ मिठो छ है टाइमै मिलेन के अहिले त कस्तो बासी बनाएको यो पोलेर खायो भने सही हुने रहेछ कि फुर्केर चक्कु भयो भने ट्याप फुर्केर मजा आउँदो रहेछ उयो हेर नि यार बेसै रहेछ त्यो त नखाऊ यार त्यही अघि फेरि भाइले मुख बिगारे जस्तै हुन्छ यो त सानो रहेछ है भर्खर होइन त यो भर्खर फल्न लागिरहेछ नि त भोटिहाल्नु करायो के यही हो यति धेरै खोजेर ल्याएर नि त वाउ कसले कति भेटाउने हेरौँ है यहाँ मैले त एकदम ओरिजिनल ल्याएको छु तिम्रो त छामेर खान्छ ओरिजिनल रहेछ यो मात्रै अलिकति डुप्लिकेट हो कि यो त डुप्लिकेट हो यार यो त डुप्लिकेट हो यार फाल्यो त्यसको त्यो यो डुप्लिकेट हो यहाँ अलिकति यस्तो छ नि त यसमा किरा हुँदो रहेछ अस्ति मैले खाने बेला पत्ता लाग्यो तर ओरिजिनल यही हुँदा फेरि एउटा खाउने मेरो त यहाँ यस्तो भयो तर के होइन हामी त नलाने
त्यो तर अहिले हाल्नलाई चाहिँ समस्या भयो त्यो भाइको चाहिँ धेरै रहेछ यार गोजीमा त कहाँ मेरो गोजीमा हाल्यो भन्दा मेरो कट्टु झर्छ म बिचरा म त अनि कहाँ माथिकोमा त थोरै छ यो चाहिँ मेरो गोजीमा आथा यो त आधी झरेर सक्छ होला साँच्चीकै साइकल चलाउन बरु बाटोमा खाँदै पनि होइन साइकल चलाउन त झर्छ यो त बढी नि हो साँच्चै भनेको साइकल चलाउँदा झर्छ यो त तर मैले अस्ति त यस्तै किरा लागेकोमा नि उता पोलेर खाँदा त किरालाई दाँतले गर्दै उता फाल्दै खाएको अझै यसको यो रातो भाग पुरै फाल्यो भने मिठो हुँदैन होइन ओखर खाएको जस्तो लाग्छ ओखर भित्रको गुदी मसा त यही अहिलेको जस्तो होइन थिङ्यो त खतरा छ खाऊ मैले त खुवान त खुवाइसकेँ भाइले अघि नै खाइसकेँ असिनाको त अमिलो बासी तर पोलेर खायो भने मजा आउँछ यो मिठो टोक्दाखेरि मिठो लाग्छ अच्छा है मेरो पनि बनाएन नि यस्तो दाँतले हालेको उक्कै गरेर कस्तो कुमारो लाग्यो जस्तो देख्छ यार दामी देखिन्छ त्यो पुरै छन्द देखिन्छ हाम्रो सिनान बन्द पराएन वीरेन्द्र सिनान बन्द होइन अहिले चाहिँ हामी यता ओह्रालोतिर लाग्दैन छ है माथिबाट पुरै वन जङ्गलको चाहिँ आज अनुभव लिन क्या गाउँतिरको जस्तै टाउसो टिपेर आयौँ यता सुजितले चाहिँ खाम हो खाम वन जङ्गलको चाहिँ अनुभव लियो गाउँतिरको चाहिँ एकदम याद आयो यस्तो वन जङ्गल डुल्दाखेरि चाहिँ बजारहरू भएको ठाउँ मनपर्छ कि यस्तो एकदम सेन्सन भएको ठाउँ मनपर्छ होइन मलाई यस्तो शान्त यार मलाई चाहिँ प्रायः यस्तो हुँदो रहेछ बजारमा त म त्यहाँ टिप्टु गरेर यार यस्तो दामी हुन्छ नि मजा साथीभाइ हुनुपर्छ मजा हुन्छ नि मेरो 4 जना भयो नि त रमाइलो कुरा गर्दै रमाइलो भयो नि त एक्लै भन्छ एक्लै भयो भनेपछि त अलिक समय कटाउन मुस्किल हुन्छ फेरि होइन घङ्गारको जस्तै छ यार यो बोट त चित्र होइन घङ्गारुमा थियो वीरेन्द्र ऊ तल ऊ यहाँ छ ऊपरतिर अगाडि छ होला त्यसको त लट्ठी त्यो पुलिसले टेक्ने लट्ठी त्यसको घङ्गारुको त्यो कालो लट्ठीहरू त्यसो तपाईँहरूको र हामीहरूको भएर चाहिँ अलग हुँदैछ हाम्रो चाहिँ जमिन पुरा जाली जस्तै फैलिएको त्यसको त काँडा हुन्छ घङ्गारको त अनि त्यसको अनि हाम्रो उति नै त्यो हलोमा सामान हुन्छ नि हातको हो त्यो अन्य पनि हुन्छ त्यो पनि बनाउँछ त्यो घँगेरो होइन त्यो त खर्सु होइन र होइन हाम्रोतिर खर्स दर्कै हो त्यो दामी देखेको छ यार भैँसीले त खाँदैन नि जस्तै बाख्राले चाहिँ अलिक त्यसको काँडा हुन्छ नि त मजाले खान्छ त्यो एकदम पौष्टिक हो तर वीरेन्द्र र हामीले भनेको एउटै हुन चाहिँ तर नाम फरक भइगयो ठाउँ अनुसार होइन त्यो घँगेरो त फरकै हो तपाईँ र हाम्रो भन्ने चाहिँ एउटै रहेछ ढुङ्गामा हुन्छ होइन जाला जस्तो फैलिएको हुन्छ कि त्यो त होइन घँगेरो त सेम उयो जस्तै हुन्छ कि यस्तै फल्छ फरक हो बरु त्यो खर्सु भनेको मैले मिमाले त्यो हलोको जोत्ने यसो लानु भयो नि त्यो चाहिँ हाम्रो त्यो खर्सुको बनाउँछन् क्या खर्सु बलियो हुन्छ होइन जिम गर्नको लागि ल त जिम गरौँ त जिम गरिदिउँ त राजा एक्सर्साइज फेरि लडेर उत्तानु पर्ला यार
उत्तानो परियो भने त फेरि यो चाहिँ के रहेछ त यार त्यो ढाड उगार्नु हो त्यसो गरेर ल ब्रेन्डर ढार मर्काइदियो न त्यही हो नि हाँ? तर मसाज त मसाज हुँदो रहेछ ढाडको मसाज हो क्या पैसा तिरेर मसाज जानै परेन यहाँ आएर है उता के हल्लेको त्यस्तो यो त आफ्नै ज्यान उचाल्ने भयो त रहेछ आफ्नो ज्यान उचाल्ने ल एक्सर्साइज गरौँ तर यो हामीहरूको कम्प्लेन नजिक नजिक हुनुपर्ने के म त भनेको अस्ति नि उचालै लानुपर्ने जस्तो यो चाहिँ आफूलाई जे मन लाग्छ ल आफ्नो चोइस होइन मजा आउँदो रहेछ कि एउटा दुईटा तिनवटा चारवटा पाँचवटा रहेछ उतासँग गरेर 5वटा रहेछ होइन ल उता साइकल त्यो त हामीलाई त परेन यार त्यो त दिनकै कुदाएको हुन्छ नि त यता चाहिँ ह्यान्डल ए हातको एक्सर्साइजको लागि होला होइन यो हातको लागि रहेछ मलाई त सबभन्दा बेटर त्यही त ढाडको चाहिँ मजा रहेछ यार खर्याम 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 मजा उल्लि उल्लि यस्तो मजा आउँछ यार